नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं मुख्य समाचारबाट। अब समाचार विस्तारमा। जनकपुरमा पोखरी किनाराको झाडीमा फालिएको अवस्थामा नवजात शिशु फेला परेको छ। जनकपुर उपमहानगरपालिका 7 जानकी सरोवरको उत्तरको किनारामा झाडीमा फालिएको अवस्थामा नवजात शिशु भेटिएको हो। स्थानीयले झाडीमा फालिएको शिशुलाई देखेपछि वडा नम्बर 7 का वडाध्यक्ष जानकी राम शाहलाई खबर गरेको थिए। त्यसपछि वडाध्यक्ष शाहले प्रहरीको सहायतामा शिशुको उद्धार गरी जनकपुर अञ्चल अस्पतालमा उपचारको लागि भर्ना गराउनु भएको छ। शिशुको मुखभरि किरा परेको र उपचारपछि शिशुको अवस्था सामान्य रहेको जनकपुरको कबीर अनाथ बाल आश्रमका सञ्चालक सत्यनारायण आलोकले बताउनुभयो। छोरी भएको कारण शिशुलाई झाडीमा फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन्, तर शिशु फाल्नेको भने पहिचान भएको छैन। शिशु 4-5 दिन अघि जन्मेको हुन सक्ने प्रहरीको अनुमान छ। शिशु कसले फाल्यो भन्ने बारे अनुसन्धान भइरहेको छ। जनकपुर धाम प्रदेश नम्बर 2 का मुख्यमन्त्री लालबाबु राउत बुधबार बिहान जनकपुर शहर सरसफाई अभियानमा सहभागी भएका छन्। जनकचोकदेखि जानकी मन्दिरसम्मको गरिएको सरसफाईमा प्रदेश मुख्य सचिव दीपक सुवेदी, सुरक्षा निकायका प्रमुखहरू, विद्यार्थी, कर्मचारी र सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो। सरसफाईको क्रममा बोल्दै मुख्यमन्त्री राउतले जनकपुर धाम पर्यटकीय, ऐतिहासिक र सांस्कृतिक महत्त्वले भरिपूर्ण भएका कारण शहरलाई सुन्दर तथा सहभार बनाउन सरसफाईमा ध्यान दिनुपर्ने बताउनुभयो। यसैबीच जनकपुर धाम स्थित रत्नसागर क्षेत्रको पनि सरसफाई गरिएको छ। समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत प्रदेश नम्बर 2 क्षेत्रीय सशस्त्र प्रहरी गणले नेतृत्वमा सरसफाई गरिएको हो। सशस्त्र प्रहरीहरूले किशोरी मन्दिर परिसरका साथै रत्नसागर पोखरीको सरसफाई गरेका छन्। आज भएको सरसफाईमा करिब 80 सशस्त्र प्रहरी खटिएको सशस्त्रका प्रहरी उपनिरीक्षक उमा शंकर परियारले जानकारी दिनुभयो। यातायात व्यवस्था कार्यालय जनकपुर धामले कार्यालयलाई लक्षित गरी जनकपुर धामको विभिन्न सञ्चार माध्यममा आएको समाचारको खण्डन गरेको छ। कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना गरी कार्यालयले जनकपुर धामका केही सञ्चार माध्यममा विभागीय मन्त्री रघुवीर महाशेरसँग जोडेर कार्यालयको मानमर्दन हुने गरी सम्प्रेषण भएको समाचारप्रति आफूहरूको गम्भीर ध्यानकर्षण भएको बताउँदै कार्यालय बर्दिवास सार्न लागेको हल्ला गलत र कुप्रचार रहेको दावी गरेका छन्। यो कार्यालय यहाँबाट अन्त सर्दैछ भन्ने खालको चाहिँ एउटा त्यो कुरो आयो। अनि अर्को कुरो, जनकपुरमा सवारी चालक अनुमति पत्रको कोटा घटाइयो। यो दुईटा इस्युजहरू लिएर 1 घण्टा कार्यालय बन्द गर्ने काम भयो। यस विषयमा हाम्रो आधिकारिक धारणा के छ भने हामीलाई कुनै पनि निकायबाट, चाहे विभाग होस्, मन्त्रालय होस्, जोसुकै होस्, कुनै हाम्रो चाहिँ तालुक अड्डाबाट यो अड्डा सार्ने विषयमा कुनै किसिमको निर्देशन प्राप्त भएको छैन र यो अड्डा सर्ने सम्भावना पनि छैन। यो सर्दै सक्दैन। जनकपुर धाम कार्यालयलाई 100 मोटरसाइकल, 50 कार, जीप सहित 11 विभिन्न प्रकारमा गरी दैनिक कुल 320 को कोटा रहेको र महोत्तरीको बर्दिवासमा 75 मोटरसाइकल र 25 स्कुटर गरी मात्र 100 दैनिक कोटा रहेको र अन्य किसिमको सवारी साधनको अनुमति पत्रका लागि बर्दिवास कार्यालयलाई अधिकार समेत नरहेको जनकपुर धाम कार्यालयका निम्ति कार्यालय प्रमुख अजीब मन्सुरले बताएका छन्। दो 2071 सालमा त्यहाँ गएको रहेछ मैले बुझ्दाखेरि। त्यो सेवा केन्द्र 71 सालदेखि स्थापना भएर त्यहाँ काम हुँदैछ। बर्दिवासमा 75 मोटरसाइकलको 75 र स्कुटीको 25 गरेर 100 छ। अरू वर्ग त्यसले गर्न पाउँदैन। मोटरसाइकल स्कुटी मात्रै हो बर्दिवासमा। 300 250 300 जति छ। छैन। बर्दिवासको सेवा केन्द्र अहिले नभएर 2071 सालमै निर्णय भएको जानकारी गराउँदै मन्सुरले भ्रामक हल्ला फैलाएर विभागीय मन्त्री र यस कार्यालयलाई
बदनाम गर्ने काम भइरहेको उनले बताएका छन्। जनकपुर धाम स्थित कार्यालय बर्दिवास लैजाने लागेको भन्दै गत सोमबार जनकपुर धाममा 1 घण्टा सडक जाम गरी आन्दोलन भएको र मंगलबार त्यस विरुद्धमा बर्दिवासमा समेत आन्दोलन भए पनि कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरेको हो। पत्रकार सम्मेलनमा मन्सुरका अलावा शाखा अधिकृत पदन पजियारले, लेखापाल दीपनारायण राउत, इन्जिनियर रामचन्द्र प्रसाद शाह सहितको उपस्थिति थियो। अब समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सरकारले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने स्पष्ट पारेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको दावी समेत गर्नुभयो। उहाँले कर्मचारी समायोजनका लागि सरकारले संघीय निजामती सेवा ऐन र कर्मचारी समायोजन सम्बन्धी ऐन मन्त्री परिषद बैठकमा पेश गरिएको पनि स्मरण गराउनुभयो। संघ प्रदेश र स्थानीय तहबीच देखिएको समस्याबारे छलफल गर्न बुधबार आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले कर्मचारीलाई कर्मक्षेत्रमा पनि निष्पक्ष रूपमा खटाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। नपुगलाई चाहिँ सेवा करारमा लिएर कामलाई अगाडि बढाउने गरिकन पनि दिएका छौँ र अब संघीय निजामती सेवा ऐन मन्त्री परिषदमा छलफलको क्रममा छ। कर्मचारी समायोजनसँग जोडिएको ऐन पनि मन्त्री परिषदमा अहिले रहेको छ र मैले बारम्बार सरकारको तर्फबाट पुस मसान्तभित्र समायोजनको कामलाई मन्त्री पण्डितले आवश्यकताको आधारमा मात्रै स्थानीय र प्रदेश तहमा कर्मचारीको व्यवस्थापन गर्ने योजना पनि अघि सार्नुभयो। कतिपय प्रदेश तहका कर्मचारी घाम तापेर बस्ने गरेको उल्लेख गर्दै उनीहरूलाई पनि काममा लगाउने गरी सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्ने पनि बताउनुभयो। मन्त्री पण्डितले कार्यक्षेत्रमा जान नचाहने कर्मचारीमाथि कडा कारबाही गर्न सरकार बाध्य हुने चेतावनी पनि दोहोर्याउनुभयो। एउटा जुन प्रवृत्ति अलि बढी काठमाडौँ बस्ने र त्यस पश्चात काम नभए पनि थुप्रिएर बस्ने र खटाउँदा मेरो चाहिँ मन छैन त्यहाँ जाने, मन छैन भने त्यो प्रवृत्तिको अन्त्य गर्छ। त्यो छुट्याउनुपर्छ र मन्त्री पण्डितले संघ प्रदेश र स्थानीय तह बीचको सहकार्य सहज रूपमा भइरहेको दावी समेत गर्नुभयो। उहाँले स्थानीय र प्रदेश तहमा कर्मचारीको अभाव हुन नदिने सरकारले गत असारमै कर्मचारीको दरबन्दी स्वीकृत गरेको दावी पनि गर्नुभयो। विवाह पञ्चमी नजिकिएसँगै तयारी तीव्र पारिएको छ। विवाह पञ्चमीमा राजसीताका वैवाहिक कार्यक्रम हुने स्थानहरू जानकी मन्दिर, राम मन्दिर र रंगभूमि मैदानमा तीव्र गतिमा तयारी भइरहेको छ। यसका साथै यस वर्ष भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि आउने निश्चित भएपछि प्रदेश सरकारले मधेस भवन परिसरमा पनि तयारी थालिएको छ। यी स्थानहरूमा मञ्च तथा मण्डप निर्माणका कार्य भइरहेको छ। त्यसैगरी राम र सीताको स्वयंवर हुने रंगभूमि मैदानमा आकर्षक मण्डप बनाइँदैछ। यसैबीच अपन टेलिभिजनसँगको कुराकानीमा जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको जानकी मन्दिरमा पूजापाठ, मधेस भवनमा भण्डार र रंगभूमि मैदानमा हुने राम सीता स्वयंवरमा सहभागी हुने कार्यतालिका रहेको जानकारी दिनुभएको छ। यद्यपि कार्यतालिका परिवर्तन हुन सक्ने पनि उहाँले बताउनु भएको छ। मंत्रण में और हम सब तैयारी अवस्था में सेहो लागि गेल छी, लेकिन जानकी मंदिर प्रथम दर्शन छै, मधेस भवन में हुनकर भंडारा छै यानी कि भोजन छै और 1 बजे में जे छै से रंगभूमि में स्वयंवर में भाग लेथिन आ तै के बाद उस स्वयंवर के दर्शन करैत फिर हुनकर फिरता सवारी अखन तक के बनल प्रोग्राम कहै छी। अब एहि के बाद
अखन फिर पुनः अखन समय छै, आब एहि बीच में घट थप बढ़ की हेतै से अखन निश्चित नहीं छै। अखन आरो 1-2 बेर बैस के परामर्श हेतै और निश्चित। सहायक मोहन दासले विगतको भन्दा यस वर्ष दर्शनार्थीको संख्या बढ्ने पनि अनुमान गर्नुभएको छ। विवाह पञ्चमीमा श्रद्धालुहरूको सहजताका लागि जानकी मन्दिर, राम मन्दिर र रङ्गभूमि मैदान पुग्ने सडकहरू निर्माणको काम पनि तीव्र गतिमा भइरहेको छ। यस वर्ष हुन लागेको श्री सीताराम विवाह पञ्चमी महोत्सव अन्तर्गत मङ्सिर 21 गते जनकपुर नगर दर्शन, 22 गते फुलबाडी लीला, 23 गते धनुष यज्ञ, 24 गते तिलको जसा, 25 गते मटकोर मुख्य दिन अर्थात् 26 गते स्वयंवर तथा शुभ विवाह र 27 गते राम कलेवा हुने गरी वैवाहिक कार्यक्रम तय गरिएको छ। सिराहाको मिर्चयामा पतञ्जलि योग समिति भवन 1 कार्यक्रमको बीच शिलान्यास गरिएको छ। योगलाई निरन्तरता दिनका लागि मिर्चया नगरपालिका वडा नम्बर 8 स्थित भवनको सिराहा निर्वाचन क्षेत्र नम्बर 4 का प्रदेश सभा सदस्य दिलीप शाहले मंगलबार शिलान्यास गरेका छन्। भवन शिलान्यास गर्दै सांसद शाहले संसदीय विकास कोषको 14 लाख रकम भवन निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त क्रममा भवन निर्माणका लागि विभिन्न व्यक्तिहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। भवनका लागि रामभरू शाह मेमोरियल ट्रस्ट मिर्चयाका अध्यक्ष तथा समाजसेवी राम प्रताप शाह बोलाले 2 कट्ठा जग्गा दान गरेका छन्। जग्गाको अनुमति मूल्य करिब 30 लाख रुपैयाँ रहेको बताइएको छ। भवनको निर्माण 2075 भित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ। मिर्चया नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष जगत नारायण यादवको अध्यक्षतामा तथा सिराहा निर्वाचन क्षेत्र नम्बर 4 को क प्रदेश सभाका सांसद दिलीप शाहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पतञ्जलि योग समिति प्रदेश नम्बर 2 का प्रमुख हरिहर चौधरी, पतञ्जलि योग समिति मिर्चयाका अध्यक्ष अकलदेव सिंह, उपाध्यक्ष भरत महासेठ, सचिव राम प्रताप यादव, सल्लाहकार प्रदीप तिवारी, सकीय यादव, सशस्त्र प्रहरी बल बेस क्याम्पस मिर्चयाका डीएसपी गहेन्द्र बहादुर भण्डारी लगायत व्यापारी, बुद्धिजीवी, नागरिक समाज, स्थानीयवासी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागी रहेको थियो। पतञ्जलि योग समिति मिर्चयाको आयोजना भएको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान समेत गरिएको थियो। अब फेरि समाचारमा केही बेर विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। सल्यानको खलङ्गामा प्रेसर कुकर बम भेटिएको छ। सदरमुकाम खलङ्गामा रहेको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको जग्गामा बम भेटिएको हो। मंगलबार बेलुकी बम भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। भेटिएको बमलाई नेपाली सेना निष्क्रिय पारेका छन्। ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको जग्गामा खनेर समथर बनाउने क्रममा शारदा नगरपालिका 3 मा रहेको जिल्ला हुलाक कार्यालय नजिकै बम भेटिएको हो। बमलाई भगवती प्रसाद गुमले डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो। बमलाई निष्क्रिय बनाउँदा कुनै क्षति नभएको नेपाली सेनाले जनाएको छ। भेटिएको प्रेसर कुकर बम पुरानो भएकाले दण्डकालीन समयमा नै राखिएको हुन सक्ने अनुमान गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। फ्रान्स सरकारले इन्धनको मूल्य वृद्धिको निर्णय स्थगित गरेको छ। मूल्य वृद्धि विरुद्ध फ्रान्सका हजारौं नागरिकले गरेको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकार पछि हट्न बाध्य भएको हो। मूल्य वृद्धिको निर्णय 6 महिनाका लागि स्थगित गरिएको बीबीसीले जनाएको छ। प्रधानमन्त्री एडवर्ड फिलिपले टेलिभिजन सम्बोधन गर्दै मूल्य वृद्धिको निर्णय तत्काल लागू नहुने घोषणा गरेका हुन्। फ्रान्समा डिजेलको मूल्य 1 वर्षभित्र 23% वृद्धि गरिएको थियो। यसबाट कार चढ्ने हजारौं नागरिक मार्कामा परेको भन्दै स्वतःस्फूर्त रूपमा फ्रान्सका जनता सडकमा उत्रिएका थिए। आक्रोशित समूहले ऐतिहासिक स्मारकमा तोडफोड, गाडीमा आगजनी तथा सुरक्षाकर्मीहरू बीच नै आक्रमण समेत गरेका थिए। प्रहरीले जवाफी कारबाहीमा 1 महिलाको मृत्यु समेत भएको थियो भने संयोग घाइते भएका थिए। अब खेल समाचार।
शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज 3 खेल हुँदैछ। ललितपुरको 7 बाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो खेलमा लिग लिडर मनाङ मर्स्याङ्दी क्लबले जौलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा बिहान 11 बजे भएको थियो। लिगको शीर्ष स्थानमा रहेको मनाङ अपराजित टिम हो। यता जौलाखेलले भने 1 खेलमा मात्रै जित हात पारेको छ। लिग लिडर मनाङको 5 खेलबाट 15 अङ्क रहेको छ। जौलाखेलको 5 खेलबाट 4 अङ्क मात्रै रहेको छ। जौलाखेल क्लबलाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने लक्ष्यमा मनाङ रहेको छ, तर जौलाखेल भने मनाङलाई रोक्ने लक्ष्यमा छ। यता हलचोक स्थित एफिएफको खेल मैदानमा आज हुने अर्को खेलमा 3 स्टार क्लबले सरस्वती युग क्लबसँग प्रतिस्पर्धा गर्नेछ। 3 स्टार आजको खेल जित्नै पर्ने दबावमा छ। 2:30 सुरु हुने खेलमा 3 स्टार स्पष्ट 3 अङ्क जित्ने लक्ष्यमा छ। 3 स्टार अहिलेको लिगको 4थो स्थानमा छ। 3 स्टारको 5 खेलबाट 4 खेलमा जित र 1 खेलमा हार सहित 12 अङ्क रहेको छ। यता सरस्वती क्लबको भने 5 खेलबाट 6 अङ्क रहेको छ। त्यस्तै एन्फा कम्प्लेक्समा आज हुने अर्को खेलमा च्याल्सल युथ क्लबले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दैछ। दुवै टिम जितको खोजीमा रहेको छ। हस्त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।